हेलो साथीहरु, गुड मर्निङ के छ हजुर हालखबर। अब हाम्रो चाहिँ मेरो चाहिँ मर्निङ ड्युटी सुरु भइसकेको छ। सो आज चाहिँ हाम्रो बुद्ध भूमि हाइड्रो पावरको लोयर ताती खोला तल्लो तातीको खोला 2x2.5 कति मेगावाटमा चलिरहेको रहेछ। अब मेरो ड्युटी चाहिँ यहाँ चलिरहेको छ। सो आज हामी चाहिँ मेरो हाइड्रो पावर कति किलोवाटमा चलिरहेको छ त्यो बुझ्नु छ है। आज म त्यहाँ मेरो ड्युटीमा भएको साथीलाई सोध्नु छ। सो साथीहरू हेर्दै जानु होला अब के हुनेवाला रहेछ है। अब के हुँदो रहेछ बिस्तारै अगाडि बढ्दै गराउनु कस्तो खाले हुँदो रहेछ है। अब हेर ल साथीहरू अगाडि बढाउँ है। सो साथीहरू म चाहिँ निस्केँ, मर्निङको ड्युटी हो मेरो चाहिँ। अब बिहानको 6 बजिसकेको छ। सो अब चाहिँ अलिक माथि बस्छु। मर्निङको ड्युटी छ। अब चाहिँ हाम्रो हाइड्रो कति चल्ला छ 2.3 ल दामी छ हैन। हाम्रो चाहिँ कन्ट्रोल रुम हो यो। अब ठिकै छ, तातो चिसोको पनि व्यवस्था छ। तातो त्यहाँ हिटर छ, यहाँ चाहिँ तातोको लागि पानी तताएर खानुपर्छ। सो गाइस हेरौँ है त, हजुर पनि लाउनुपर्छ। अहिले चाहिँ हाम्रो कति चल्ला छ भने 42.30 को समथिङ 31-32 समथिङमा चल्ला रहेछ। एउटा युनिट चल्ला हाम्रो चाहिँ 21-30 को समथिङ चल्ला रहेछ। 1 नम्बर युनिट। ट्रान्सफर्मर प्यानल हो, यस्तै हो। प्यानलहरू भए हुन्छ, अब के प्यानलहरू हुन्छ, सबै प्यानलहरू नबताउँ होला। दामी छ। सो मलाई चाहिँ राम्रो लाग्छ। म चाहिँ यहीँ बस्छु, यहीँ ड्युटी गर्छु, यहीँ बस्छु। अरू साथीहरू चाहिँ घर जानुहुन्छ। सो म चाहिँ यहीँ बस्छु। बाहिर सुइसाइडतिर पनि हेरौँ कतिको मर्निङमा कतिको के भएर रहेछ। दामी छ है गाइस, दामी छ है साथीहरू, दामी। यो स्टेप अफ ट्रान्सफर्मर हो। यता छ हाम्रो स्टेप डाउन ट्रान्सफर्मर चाहिँ यता छ साथीहरू। हाम्रो स्टेप डाउन ट्रान्सफर्मर चाहिँ यो हो है। यो सानो ट्रान्सफर्मर चाहिँ स्टेप डाउन हो। यो चाहिँ स्टेप डाउन ट्रान्सफर्मर हो। अनि यो चाहिँ स्टेप अप हो। यो सिटी हो। यसले एडजस्टर भइहाल्यो थियो, यो सिटी भइहाल्यो। अनि
ड्युटी यहाँ माथि छ सो अनि पावर पास गराउनु पनि भन्छ सो गाइज हेर्नु है हाम्रो भिडियो चाहिँ अब आजलाई अब यति नै भन्नु पर्ला जस्तो लागिरह्यो सो गाइजहरू सब्सक्राइब गरेर बेल आइकन बजाउनु